कुकिङ हुँदैछ यहाँ होइन कुकिङ हुँदैछ त्यतिखेर साग भयो दाल गुन्द्रुकको अचार अन्डा होइन यता कुकिङ विभाग हुँदैछ यता मोबाइल हेर्ने विभाग हुँदैछ खुब मजा सफा यहाँ हुँदैछ नि त यो अलिकति डिटेलमा जानुपर्छ नि त यता आधा सफा भइसक्यो अब कसिङ्गर बराल्नु अनि यता पट्टाउनु बाँकी छ यस्तो छ मिलाउनु बाँकी छ अनि यता टोइलेट पनि सफा गर्नुपर्ने छ खोर्सानी टिपेर ल्याएको होइन खोइ हेर्नु खोर्सानी काटिसक्यो छ ल अब सङ्गीता दुइटै ब्लग हेर्नु है हाम्रो ब्लग के आउँछ हेर्नु है ल यो ग्लोभ्स तपाईँको हो माथि यताको हो मैले हेरेर हो अनि तिमीले मैले हेरेको होइन अनि के त नि मैले मात्रै हेरेको हो त नि ए हेलो गाइस हामी चाहिँ मुकबाङ गर्दैछौँ के गर्ने अब मुकबाङ गरेको हो यहाँ रहेको छ अन्डा यहाँ रहेको छ चिप्स यहाँ रहेको छ साग यहाँ रहेको छ अचार अनि यहाँ दाल भात अनि यहाँ दही फर्स्ट फ्राइज खाए ल फर्स्ट बाइट अब फर्स्ट बाइट खाए ल भन्दै दादा जस्तै गर न फर्स्ट बाइट खायो मम्मी खाजा खाएपछि कता जाने हामी उता डुल्नु कसको ठुलोनिनी नदिनी अनि उता उता बेथेल हजुर बेथेल छापा खाना मनिषाकोमा क्या सोनिसा के भनेर मैले छापा खाना विदेशमा अनि अब विदेशमा छैन काठमाडौँमा छ मनिषा पहिले हाम्रो फोटो खिचेको अब छिटो गर न फर्स्ट बाइट फर्स्ट बाइट छिटो खाएन भनेर यहाँ रहेको छ दही यहाँ छ पापड तपाईँको फर्स्ट बाइट यहाँ छ पापड छ यहाँ अचार छ साग दाल अनि यहाँ माम अनि दाल छ अब म खान्छु ल वा खतरा देखिरहेको छ है के गर्नु 10 भएछ वा दामी देखिरहेको छ अझै थप्नुवाला छु म त ल ल A1 होइन दामी अप्पु दामी भयो साथी अन्डा आउने बाँकी छ कतिवटा अन्डा पकाउनु हो सबै अन्डा खतम गर्नु भन्नुभएको थियो यत्रो साह्रै खाइसकेर गएन भने त यहाँनिर त फेरि पछि आउन पाइँदैन अरे नि त हामीले चाहिँ दामी छ धेरै बनाएँ होइन दिदी भयो तपाईँलाई चाहिँ अब खानेछौँ मन पर्यो जिरा पानी खाना सफाइ गर्न बाँकी छ अनि खाजा हामी देखाउनु न कहिले खाजा हाम्रो खाजा यो खाजा अर्ग्यानिक खाजा आज चाहिँ फाइनल 3 डेजको कार्यक्रम सक्यो अब चाहिँ 4th डेमा चाहिँ हामी जानेछौँ सो गुड मर्निङ आज त सुत्यो होइन मस्तसँग सुत्यो 7 बजेसम्म न त 5 बजे उठेको नि हामी सुतिरहेको छौँ
रुम सफाइ गर्नुपर्ने छ होइन अनि यता बाथरुम पनि सरसफाइ गर्नुपर्ने छ एउटा काम पक्रिने so it is like this and बाहिरको भ्यू चाहिँ यस्तो छ है हाई डगी ज्याकेट ले 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 ओए लड्छ के गरेको तिमीहरू कस्तो कुन पोजको खिच्दिनु कस्तो हो त्यस्तो गरेको ल अहिले फेरि खिच्नुपर्छ ल अर्को पोज देखाउँ न त फेरि अर्को नि पोज अब गाली गर्नुहुन्छ अब उता फर्केको पोज अब मासतिर फर्केको पोज त्यो बोट हेरेको अब यता मतिर फर्केको पोज अरू यस्तो खै पोज अरू पोज गर्नु न कम्मरमा हात लाउनु परेन यस्तो गरेर लजाएको खै त तेरो पोज पोज देखा अर्को पोज देखा अर्को पोज कम्मरमा हात लगाएको पोज खै कम्मरमा हात लगाएको खिचिसक्नु क्या त्यो अब अर्को नि चाहियो नि पोज कस्तो कस्तो हुन्छ हौ हाम्रो नेपालीको पोज फोटो खिच्ने पोज ओहो हाँस्नु पऱ्यो नि स्माइल गर्नु पऱ्यो नि खै ओहो दामी अब यस्तो कपाल यस्तो गर्नु न कपाल कपाल उडाउनु न भयो 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 कस्तो राम्रो पोज गरेको हाम्रो साथीले ल ल है काठमाडौँ घुमाइ है हाम्रो हजुर काठमाडौँ घुमाइ छ हाम्रो स्माइल यता स्माइल हुनुहुन्छ यो हो प्रज्ञा भवन तर पछाडिबाट हो रमाइलो भयो रमाइलो भइरहेछ होइन अप्सु Head north on Pragya Marg, then turn right to stay on Pragya Marg. गायक छरी हाल्नु